प्रहरी झण्डामा रहेका रङहरूको अर्थ। जस्तै प्रहरी झण्डामा रहेका रङहरूले कुन रङले के अर्थ दिन्छ त? जस्तै नीलो रङले गम्भीरता र धीरताको प्रतीक दिन्छ। नीलो रङले के दिन्छ भनेर सोध्यो भने हामीले गम्भीरता र धीरताको प्रतीक भन्नु पर्यो। रातोले वीरता र शक्तिको प्रतीक। पहेँलोले स्वच्छता र निश्चलताको प्रतीक। निश्चलताको प्रतीक। अनि प्रहरीमा कतिवटा समूह रहेका छन् भन्यो भने हामीले प्रहरीमा दुईटा समूह रहेका छन्। एउटा जनपद समूह रहेको छ, अर्को प्राविधिक समूह रहेको छ। अब यहाँनिर हामीले जनपद र प्राविधिकमा के छन् हेरौँ है त। सुरुमा जनपदमा जनपद प्रहरी, सशस्त्र प्रहरी, पहरा प्रहरी, दङ्गा नियन्त्रण प्रहरी, ट्राफिक प्रहरी, महानगरीय प्रहरी, पर्यटक प्रहरी, प्राविधिक प्रहरी है जनपदमा पऱ्यो। अब जनपद यति पऱ्यो। अब प्राविधिक धारकै चाहिँ के छन् त भन्दाखेरि प्राविधिक धारभित्र पनि स्वास्थ्यतर्फ, केनाइनतर्फ, विधि विज्ञानतर्फ, इन्जिनियरतर्फ, हात हतियार, आर्मरतर्फ, नेपाल प्रहरी सङ्गीत विद्यालयतर्फ यसरी हामीले विभाजन गर्न सकिन्छ। प्रहरीमा रहने समूह कति भनेर दुईटा समूह छ। अनि यो झन्डामा कुन रङले के बुझाउँछ भन्यो भने हामीले नीलोले गम्भीरता र दृढताको प्रतीक भन्नु पर्यो। रातोले वीरता र शक्तिको प्रतीक भन्नु पर्यो। पहेँलोले स्वच्छता र निश्चलताको प्रतीक भन्दा यसरी हामीले बुझ्नु पर्यो।